हेलो साथीहरु, आयो सबै सन्चै हुनुहुन्छ होला। आज डे 9 आफूलाई बेटर बनाउने कोसिसमा छु। मेरो चाहिँ आज 2 किलोमिटर रनिङ कम्प्लिट भइसकेको छ र यो लडाई चाहिँ मेरो आफूभित्रको हो हैन। मैले अरूले के भन्छ, अरूले के गर्छ भनेर चाहिँ त्यसमा फोकस गरिरहेको छैन। मलाई थाहा छ अरूले मलाई यो रातिको बेला किन दौडिराख्नु परेको होला हैन, काम गरेर आएर मजाले सुतेको भए पनि हुन्थ्यो होला भन्छ होला। तर मलाई थाहा छ आफ्नो माइन्डसेट कसरी चेन्ज गर्ने। एउटा 2 किलोमिटर 3 किलोमिटर 5 किलोमिटर रनिङ कम्प्लिट गर्दाखेरि पनि आफूलाई सेल्फ हुन्छ नि सेटिस्फाइड कस्तो हुन्छ। एउटा त्यो टाइममा चाहिँ मैले मोबाइल स्क्रोल गरिरहेको हुन्छु भने अहिले चाहिँ मैले आफूलाई इम्प्रुभ गरिरहेको छु। यो चाहिँ मलाई एकदम खुसी लागिरहेको हुन्छ क्या यस्तो कुराहरूले। त्यही हो, अरूले के गर्छ अरूले के भन्छ भन्नेतिर भन्दा पनि आफू कसरी खुसी हुने र आफ्नो आत्मा जुन आत्मा छ नि त्यसलाई कसरी खुसी बनाउने हुन्छ नि। अरूलाई खुसी बनाउँदाखेरिको खुसी र आफूले आफ्नो आत्मालाई खुसी बनाउनुको कुरा चाहिँ एकदम फरक हुन्छ हैन। त्यही हो, आई होप सबैले आफ्नो लाइफमा राम्रो गरिराख्नु भएको छ होला र राम्रो गर्नु है त। लेट्स बाई।